1968 में चाहिँ मैले सौपखा स्कुल कमिटी स्कुल मैले खोलेँ। सौपखा स्कुलमा 2 साल मैले गरेँ, 1968 र 69। फेरि त्यहाँदेखि स्कुल के प्रकारले चलाउनु पर्ने, स्कुल चलाउनुको तरिका सिक्नको लागि र कागज पत्र फाइलहरू कुन प्रकार लाग्थ्यो सिक्नुको लागि चाहिँ मैले याङथाङमा 1970 मा चाहिँ 1 वर्ष त्यहाँ कमिटी टिचर गरेँ। त्यति बेला मेरो स्टुडेन्टहरू यो शेरमान छदामेको छोरीहरू मिनाहरू यिनीहरू थियो। मेरो त्यो टाइमको 70 को टाइममा फेरि सौपखाको कमिटीहरूले मलाई दोबारा डिमान्ड गरेर म आउनै पर्छ भन्दा 1971 मा चाहिँ मैले दोबारा त्यहाँ स्कुल चलाएँ। स्कुल चलाएको नानीहरू अहिले कहाँ गुरबाउ भएर सिक्किम घाटमा हुँदाखेरि चाहिँ हाम्रो को चाहिँ 11-23 श्यामला लिम्बू, 11-27 समान प्रसाद लिम्बू अहिले डिसी भएर एडिसनल सेक्रेटरी भएर पनि रिटायर आउनुभयो। 1144 भन्ने थियो माथि आजकोटे साइला धनबहादुर, 1146 कुन्दनको बाबु थियो र 1147 यो भरतमान सुब्बा थियो, 1149 माथि धनबहादुर मङ्गु माइला थियो, 1409 पर पारीको अकबर तामलिङ थियो। त्यो टाइममा 69-70 मा चाहिँ जसराज लिम्बूलाई चाहिँ गभर्मेन्टले चाहिँ एग्रिकल्चरको लागि साइन्टिस्टको लागि पढ्नु पठाएको थियो। त्यो पढ्नु पठाउँदा जब फेल हुँदाखेरि चाहिँ 1970-71 मा चाहिँ यहाँ हाम्रा सिक्किम घाटका 6-7 जनाले चाहिँ उनीहरूलाई यो जसराजले 1 सालसम्म पढायो। उसले जसराजलाई 1 साल पढायो उनीहरू सबै मिलेर। त्यति बेला यो फुटबल प्लेयरमा भरत सुब्बा 1147, 1146 समान सिंह थियो। यिनीहरू राजाको के अरे फुटबलर थियो। फुटबलमा समान सिंह जो कुन्दनको बाबुले बहुतै नाम कमाएको थियो सिक्किममा। अन्त भरत सुब्बा पनि के अरे फुटबल कुमार के अरे राजाको टिममा फुटबल खेल्थ्यो।